हेलो गाइस, सबजनालाई गुड मर्निङ। फ्यापुलाई स्वागत छ तपाईँले मेरो च्यानलमा। र आज चाहिँ हामी कहाँ जाँदैछ है, तपाईँले देख्नुहुँदैछ नि। हामी चारजना चाहिँ कहाँ जाँदैछ भन्दाखेरि चाहिँ आज बिहानै हामी चाहिँ 7 बजी नै रेसीतर्फ लागिरहेछौँ है। र यो रेसी चाहिँ किन जानु पर्यो भन्दाखेरि चाहिँ हामी चाहिँ मलामीको लागि जानु लागिरहेको जाँदै गरेको। र रेसी जाँदाखेरि चाहिँ यहाँ हाम्रो नगेन्द्र भाइले पुऱ्याइदियो हामीलाई है। र श्याम दाजुको बाबा खस्नुभएको थियो, जो भक्तु मामा हुनुहुन्छ। र उसको मलामीको लागि हामी चाहिँ खानाहरू बनाउनुको लागि चाहिँ खाजाहरू बनाउनुको लागि चाहिँ हामी चारजना चाहिँ अगाडि गयो है। र रेसी चाहिँ म चाहिँ फर्स्ट टाइम हो है, के राम्रो रहेछ भ्युजहरू भनेर मैले गाडीभित्रैबाट छोटो छोटो भिडियोहरू बनाएको थिएँ है, बाहिरको भिडियोहरू। म चाहिँ बिचमा बसेकोले गर्दाखेरि भाउजूलाई बनाइदिनुहोस् न भनेर भाउजूले यो सबै भिडियोहरू गरिदिनु भएको है, नागालाम भाउजूले। र म चाहिँ फर्स्ट टाइम आएको हो, म चाहिँ पहिला कहिले पनि रेसी आएको थिइनँ है। र यो मन्दिर चाहिँ अहिले डेड बडी ल्याउँदाखेरि चाहिँ मन्दिरमा घुमाएर चाहिँ लान्छ अरे भनेर यहाँ भन्नुहुँदैछ र मैले त्यही भनिदिएको। र हामी चाहिँ अब पुग्यो यहाँनिर है। यो चाहिँ अब मलामीको खानाहरू बनाउने एउटा र यहाँ चाहिँ हल रहेछ है। यहाँनिर खानाहरू बनाउनु पर्ने रहेछ यस हलमा चाहिँ। र यहाँनिर आइपुग्यो हामी चाहिँ है। यहाँभित्र यस्तो रहेछ। र म चाहिँ फर्स्ट टाइम आएको थिएँ। यहाँनिर चाहिँ हामीसँग हुनुहुन्छ पयङबाट कुक गर्नुभएको रहेछ, कुकसँग चाहिँ हामी हेल्पर है। र सँगसँगै अब यो खानाहरू बनाउने हामीले पुरा सघाइ पनि दियो यहाँनिर कुकलाई होइन। प्याजहरू काट्नुदेखिको लिएर सबै गर्नु प्रायः जस्तो हामीले सबैजनाले मिलेर गऱ्यौँ यहाँनिर है। पकाउनु ओर्नुदेखि लिएर सबैजना हामीले मिलेर गऱ्यौँ। सबै हामी 4 जना र कुक 2 जना गरेर हामीले गऱ्यौँ है। र कुक चाहिँ को थियो भन्दाखेरि चाहिँ हाम्रो चाहिँ मोहन दाजु हुनुहुन्थ्यो। हाम्रो चाहिँ मोहन दाजुलाई हामीले धेरै हेल्पहरू गऱ्यौँ। यहाँ चाहिँ जग्गा यस्तो रहेछ होइन, हाइवे रहेछ नि त पुरा। म त फर्स्ट टाइम आएको यहाँनिर हो रेसीमा। गरम हुँदो रहेछ, घाम पुरा लागिरहेछ, गरम तातो। तल चाहिँ खोला रहेछ, यहाँनिर रहेछ खानाहरू बनाउने जग्गाहरू हो। खानाहरू बनाउने जग्गा यहाँ रहेछ, मलामीलाई खानाहरू बनाउने। यहाँ तल चाहिँ घाट अब खोला रहेछ है। यहाँ तल लान्छ होला जलाउनु चाहिँ। जानु त म त फर्स्ट टाइम यहाँ होला हौ, कहाँनिर तल खोलामै होला हौ, तलतिर रहेछ। पानी चाहिँ रहेछ कि, तर पानीको पाइप छैन। पानीको पाइप हुनुहुन्छ यहाँसम्म आउँथ्यो पानी। हिजो पानी चाहिँ ऊ परबाट ल्यायो हामीले हो। आजको हेड कुक हामी चाहिँ बिहान छिटो आयो नि त सकाउनुको लागि। सकाइदिँदैछ यहाँ भाउजूहरूले हो। हामीले हाम्रै समाजै पऱ्यो नि त, समाजमै हो अब हो। गरम त्यस्तै हो, गरममा आमाम फाले पोल्नु परेको हो। सेन फाले भनेर चाहिँ पोल्नु परेको। सानो गरम भएन, हत्तु भएकोलाई हामी चाहिँ। र यहाँ डेड बडी पनि ल्याइपुऱ्यायो है, मामाको है डेड बडी पनि ल्याइपुऱ्यायो। र मलामीहरू पनि आउनु थाल्यो। फाल्टो गाडीहरू पनि होला नि। अनि हाम्रो त स्कर्पियो हामी त्यसमा अघि त पुरा सामान थियो नि त। मलामीहरू पनि आउनु थाल्यो भनेर हामीले सबै रेडी गऱ्यौँ है। र मलामीहरू पनि यसरी भिडभाडको साथमा आउनु थाल्यो। र यहाँनिर चाहिँ के भयो भन्दाखेरि अर्को पनि डेड बडी थियो है, 16 माइलको एकजना डेड बडी थियो। र यहाँ मलामी चाहिँ अब एकदमै बेसी मात्रामा थियो है।
र 16 माइलको र यहाँ हाम्रो अलगढाको गरेर अलिकति कन्फ्युजन पनि भयो मलामीहरूलाई है दुईपट्टिको हुनाले गर्दा। र आजको यस हामीले मलामी कार्य पनि सक्यौँ र हामी यस कार्य सकेर चाहिँ घर फर्क्यौँ। एकदमै दुःखको कार्य हो होइन, गाउँघरको जस्तै भए पनि हाम्रो मामा हुनुहुन्थ्यो, गाउँको पुरानो हाम्रो कम्प्युटर मामा हुनुहुन्थ्यो, उहाँ बित्नुभयो आज। उहाँको आत्मालाई शान्ति होस् भन्दै प्रे गरेर हामी पनि फर्क्यौँ र सबै कामहरू सकेर चाहिँ हामी सबैजना चाहिँ यसरी घरतर्फ लाग्यौँ है साथीहरू। तर तपाईँलाई कस्तो लाग्छ हाम्रो भिडियो र यो मरौको भिडियो हाल्यो भनेर नसोच्नुहोस्, किनभने म फर्स्ट टाइम आएको थिएँ रेसी, त्यसै कारणले गर्दा मैले सानो ब्लग बनाएर हालेको छु है त।